गाउँ गाउँ बस्ती बस्तीसम्म चाहिँ पुर्याई सभ्य समाजको निर्माण गर्ने उद्देश्यका साथ सञ्चालित यो 3 महिने निशुल्क धर्म प्रशिक्षण शिविर आज उद्घाटन हुँदैछ। आयोजक तामाङ बौद्ध महासङ्घ नेपाल, प्रायोजक जुगल गाउँपालिका स्थानीय सरकार र व्यवस्थापकको रूपमा बज्र छोइलिङ गुम्बा जुगल गाउँपालिका वार्ड नम्बर 6 यो विशृङ्खल टोलको चाहिँ अब गुम्बा समितिले चाहिँ यो व्यवस्थापन गर्दै हुनुहुन्छ र यस उद्घाटन कार्यक्रमको चाहिँ अध्यक्षज्यू, यस गुम्बाको अध्यक्षज्यू र यस कार्यक्रममा प्रमुख अतिथिको रूपमा पाल्नुहुने यस संस्थाको अध्यक्ष तथा बौद्ध धर्मगुरु खेन रिम्पोछे घेसेन निमा तामाङज्यू र यस कार्यक्रमले सफल पार्नको लागि स्थानीय सरकारको तर्फबाट उपस्थित जुगल गाउँपालिकाको उपाध्यक्षज्यू, 6 नम्बर वडाको अध्यक्षज्यू र चाहिँ कार्यपालिकाको सदस्य तथा वडा सदस्यज्यूहरू र मलाई एकदमै खुसी लाग्दै चाहिँ भूतपूर्व चाहिँ गाविस अध्यक्षज्यू लगायतको चाहिँ समाजसेवी, बुद्धिजीवी र यो चाहिँ 3 महिनाको शिविरको लागि जति पनि हामीसँग लिस्ट चाहिँ 37 जनाको नाम छ। 37 जना मात्रै नभइकन हाम्रो चाहिँ अब आज खेन रिम्पोछेलाको चाहिँ प्रवचन सुन्नको निमित्त आउनुभएका तमाम तपाईँ चाहिँ अब बौद्ध धर्मावलम्बी चाहिँ मम मेमे आसङ आनी सम्पूर्ण म फेरि पनि म अहिले चाहिँ यो सञ्चालक दिनेश तामाङ, मेरो घर चाहिँ धादिङको चाहिँ तपाईँहरूको जस्तै एकदमै टाढा गणेश हिमालको फेदमै पर्छ मेरो घर। म चाहिँ दोङ हो, दिनेश तामाङ दोङको तर्फबाट फेरि पनि यहाँहरूलाई चाहिँ नमन गर्न चाहन्छु। म ढिलो नगरिकन यो कार्यक्रम, किनभने हामी आज यम्बुबाट आउँदै गर्दाखेरि अलिकति समय पनि लाग्यो र हामी फेरि आज यो कार्यक्रमलाई टुङ्ग्याएर जानुपर्ने छ। फेरि पनि केही कुराहरू त बोल्नै पर्यो होइन, त्यही भएर पछाडि हुनुहुने आनी आस्याङ मम मेमे र चाहिँ भाइ बहिनीहरू अलिकति चाहिँ अब थोरै समय भए पनि सुनिदिनु होला, किनभने यो क्षेत्रीय प्रसारण भयो भने त्यो केन्द्रीय प्रसारण झ्यारझ्यार आउँछ, सुन्दै सुन्दैन। त्यही भएर म तपाईँहरूलाई सुनिदिनु हुनको लागि म विशेष अनुरोध गर्न चाहन्छु। हाम्रो धेरै कार्यक्रम छैन। अब खेन रिम्पोछेले सिधै चाहिँ अघि उठ्यो, हाम्रो चाहिँ बौद्ध धर्म पनि भनेको छ, बुद्ध धर्म पनि भनेको छ, हामीले के हो कसो हो हामी बुझ्न चाहन्छौँ भन्ने कुराहरू राख्नुभयो। अनि यहाँ चाहिँ अरू अरू धर्मावलम्बीहरू चाहिँ अलि अगाडि बढ्यो, हाम्रो चाहिँ एउटा बौद्ध धर्म एकदमै पछाडि छ भन्ने कुराहरू पनि यहाँहरूले जिज्ञासा राख्नुभयो बोल्ने क्रममा। यही कुराहरूलाई समेट्दै मेटाउँदै खेन रिम्पोछेले चाहिँ हाम्रो माझमा उहाँले चाहिँ प्रवचन गर्नुहुनेछ र अलिकति प्राविधिक कुराहरू पनि तपाईँहरूले भन्नै पर्ने चाहिँ छ। मैले थोरै यो सञ्चालन गर्ने क्रममा लामो नगरिकन थोरै भन्दा फेरि बोल्ने क्रममा बोल्दै जाने चलन छ। तैपनि तपाईँले अन्यथा नलिनु, हामीले कार्यक्रम चाँडै सकाउने छ। हाम्रो यो तामाङ बौद्ध महासङ्घले चाहिँ यो 38औँ स्थान हो, यो चाहिँ अघि 3 महिनाको शिविर चलाएको। 13वटा जिल्लामा यो 38औँ शिविर चाहिँ तपाईँहरूको जुगल गाउँपालिकाको वार्ड नम्बर 6 यो बज्र छोइलिङको चाहिँ अब गुम्बा एरिया भनौँ न, चलाउने चाहिँ तल भन्नुभयो, ठिक छ। अब यहाँ चाहिँ हाम्रो शिविरमा चाहिँ प्रशिक्षकको रूपमा हाम्रो घेला अथवा चाहिँ टिचर आउनुभएको छ। अनि हामीसँगै चाहिँ हाम्रो तामाङ बौद्ध महासङ्घ नेपालको चाहिँ अब कार्यालय व्यवस्थापक फोटो खिच्दै हुनुहुन्छ अघिदेखि उहाँले होइन, उहाँ चाहिँ हाम्रो साथी आउनुभएको छ। अब धेरै लामो नगरिकन मैले तपाईँहरूलाई अहिले सबैको हातमा मोबाइल छ। मैले सुरुमै चाहिँ यो सामान्य कुरा के भन्नु पर्यो भन्ने चाहिँ पनि लाग्छ कि तपाईँहरूलाई। तपाईँहरूको हरेकको चाहिँ मोबाइल हातमा मोबाइल छ। अब सामाजिक सञ्जाल सबैले चाहिँ भरे फेसबुक चलाउनुहुन्छ। मैले चाहिँ यो नेपालीमा छ, तामाङ बौद्ध महासङ्घ नेपाल भन्ने फेसबुक छ। तपाईँले भरे खोजेर साथी पठाइहाल्नुहोस्, हामी तपाईँहरूलाई साथी स्वीकार्छौँ है। यो पहिलो कुरा। यो धेरै बोल्यो भाषण गर्यो के हो भन्ने हुन्छ। भरे नै अब तपाईँहरूको हातमा मोबाइल छ अनि तामाङ बौद्ध महासङ्घ नेपाल भन्ने चाहिँ अब फेसबुक चाहिँ आइडी छ, त्यो फेसबुकमा चाहिँ साथी पठाउनुहोस्। अनि अब बजारतिर जाँदाखेरि वाइफाई छ भने तामाङ बुद्धिस्ट फेडरेसन नेपाल भन्ने चाहिँ हाम्रो चाहिँ वेबसाइट छ। त्यो वेबसाइटमा चाहिँ सबै कुरा छ, सुरुदेखिको अहिलेसम्मको कुरा छ। अनि त्यस पछाडि हाम्रो युट्युब छ, अनि टिकटक छ, सबै छ है। तपाईँहरूले चाहिँ यसलाई फलो गर्नुहोला अथवा चाहिँ हेर्नुहोला।
अनि अब 3 महिनाको चाहिँ अब धर्म शिविरमा चाहिँ यो निशुल्क हो। फेरि यसको उद्देश्य त मैले भनिहाल्यो, यो धर्मको माध्यमबाट तपाईँ हाम्रो समाजमा चाहिँ समाजले सभ्य बनाउने हाम्रो मेन उद्देश्य हो। र त्यही उद्देश्य अनुरूप कुमार मेमेले हाम्रो यो वज्र छोइलिङ गुम्बाको चाहिँ अध्यक्षको सिग्नेचरमा चाहिँ एउटा निवेदन आयो बौद्ध महासङ्घमा। 37 जना, अलिकति तपाईँहरूले बोलिदिनु भयो भने अलि नसुन्ने छेउकोलाई पनि नसुन्ने होला, त्यही भएर नबोलिदिनुहोस् त एकछिन। सुन्नुहोस् है, तपाईँहरूको 37 जनाको नाम आएको छ। अलि बढी बोल्नु, अलि ठुलो बोल्नुपर्छ क्या मैले है, अलि ठुल्ठुलो बोलौँ, ऊ पारीसम्म सुन्ने बोल्छ है म। त्यसो भए अब तपाईँहरूले अलिकति मसँगै जोड गर्नुभयो, मैले चाहिँ थोरै बोल्नै पर्छ। 37 जनाको नाम लिस्ट आएको छ। आमाहरू, विशेष गरी अब बढी आमाहरू मात्रै आएको रहेछ है। यो आमाको लागि मात्रै होइन, बाबाको लागि पनि हो। बाबाहरू फेरि चाहिँ अब छ्याङ लिनुहुन्छ अनि त्यहाँबाट उ गर्ने होइन। अब यहाँ चाहिँ धर्म सिक्नु पर्यो कि यहाँ अब है, धर्म सिक्नु पर्यो भनेर 3 महिनामा सबै जानिँदैन। फेरि यो चाहिँ सामान्य भन्छ, आधारभूत भन्छ कि आधारभूत, जर्तिगे चाहिँ आधारभूत पङ्ब एकदमै चाहिँ अब यो लिपिहरू सिक्छ सुरुमा। अनि त्यस पछाडि चाहिँ अब हाम्रो चाहिँ टिचरले तपाईँहरूलाई 3 महिनासम्म तपाईँहरूले जति समय दिनुहुन्छ उहाँले त्यति सिकाउनुहुन्छ है। फेरि तपाईँहरू अल्छी गर्नुभयो भने अब त्यही हो फेरि है, सिक्यो त्यति मात्र। फेरि हामी अन्तिममा फेरि समापनमा पनि आउनु पर्ला होइन, दुःख गरेर। त्यही भएर मैले चाहिँ सुरुमै तपाईँहरूले चाहिँ अनुरोध अथवा बिन्ती के गर्यो भन्दाखेरि 3 महिनामा तपाईँहरूले जुन उद्देश्य राखेर निवेदन आयो बौद्ध महासङ्घमा, त्यो उद्देश्य पुरा होस् भन्ने चाहिँ मैले तपाईँहरूलाई निवेदन गर्दै यो दुईटा कुरा गरेँ अघि है। अहिलेसम्म बोल्नु त 3 मिनट बोलिसक्यो मेमेहरू, एकछिन है एकछिन। मैले बोल्नु त 3-4 मिनट बोलिसक्यो। मैले दुईटा कुरा गरेँ। पहिलो कुरा तामाङ बौद्ध महासङ्घसँग जोडिनुहोस् सामाजिक सञ्जालमा भने है, दोहोऱ्याएँ मैले। तामाङ बौद्ध महासङ्घसँग जोडिनुहोस्। अब तामाङ बौद्ध महासङ्घले के गर्दछ, अनि खेन रिम्पोछेले विभिन्न चाहिँ अब के जिल्लाहरूमा विभिन्न चाहिँ अब के धर्म प्रवचन घेवा किन गर्छ होइन। अनि त्यहाँबाट चाहिँ अब विभिन्न विषयहरूमा चाहिँ अब के उहाँले चाहिँ यो युट्युबहरूमा चाहिँ प्रशिक्षण अथवा प्रवचन दिइराख्नुहुन्छ। अनि यो चाहिँ सामाजिक सञ्जालमा जोडियो भने त्यसले पनि धेरै राम्रो काम गर्न सक्छ भनेर मैले एउटा तपाईँहरूले निवेदन गर्यो। अनि दोस्रो निवेदन चाहिँ 3 महिनाको धर्म शिविरमा सबैले समय निकालेर चाहिँ एकदमै विधिपूर्ण तरिकाले चाहिँ सफलतापूर्ण तरिकाले चाहिँ तपाईँहरू उपस्थिति भइदिनु हुन भनेर चाहिँ मैले दुईटा अनुरोध गरेँ। अब म कार्यक्रमलाई चाहिँ निरन्तरता दिन चाहन्छु। थोरै हाम्रो कार्यक्रमहरू चाहिँ खेन रिम्पोछेको सिधै प्रशिक्षण प्रवचनहरू हुन्थ्यो। आज चाहिँ हाम्रो कार्यक्रम सञ्चालक अथवा निवार्तमान वडा अध्यक्षज्यू हुनुहुँदो रहेछ, उहाँले राम्रो चलाउनु भयो। सँगसँगै तपाईँहरूले चाहिँ अब के मन्तव्य अथवा शुभकामना अथवा सुझाव सल्लाह एकदम राम्रो दिनुभयो कि तपाईँहरूले होइन। त्यही भएर एकदम खुसी लाग्यो। अनि धेरै ठाउँमा चाहिँ हाम्रो कार्यक्रम चाहिँ अनौपचारिक हुन्छ, औपचारिक हुँदैन। यसरी आसन ग्रहण यताउति हामी जान्दैनौँ। सिधै धर्म के हो, तामाङ बौद्ध महासङ्घ नेपालले चाहिँ नेपालभरि मात्रै होइन अन्तर्राष्ट्रिय हिसाबले हाम्रो तामाङ बौद्ध महासङ्घको चाहिँ अब के अमेरिकामा शाखा छ, जापानमा शाखा छ, कोरियामा, मलेसियामा, विभिन्न देशहरूमा शाखा छ। त्यो अन्तर्राष्ट्रिय चाहिँ अब रूपमा पनि तामाङ बौद्ध महासङ्घ नेपालले चाहिँ धर्म प्रचार गर्नुहुन्छ। अब चाँडै चाहिँ अब खेन रिम्पोछेलाई चाहिँ अमेरिका, युके विभिन्न ठाउँमा चाहिँ पाल्दै हुनुहुन्छ। त्यही भएर तपाईँहरूले यसलाई सामान्य नमानिकन हल्ला पनि नगरिकन सुनिदिनु होला। किनभने तामाङमा फेरि हल्ला सेङजिम तेनो चाहिँ हाङेम्बे चलन भयो कि है। आमा म त फेरि चित्त नदुखाउने फेरि कस्तो यो मान्छेले त एकदमै चाहिँ हामीले त गाली गर्यो भन्नु होला फेरि। त्यही भएर गाली गरेको होइन, एकदमै हामी धेरै लामो बस्दैनौँ किनभने यम्बु दोदोसे मुला है हो। त्यो कारण चाहिँ हामी छोटो गर्छौँ, तर चाहिँ अब के गर्यो भन्ने कुरा चाहिँ हुनु भएन कि। हामीले चाहिँ सामान्य आज दिनभरि सुनिसकेपछि हाम्रो मनमा अथवा चाहिँ हामीलाई केही न केही त चाहिँ अब त्यसको उपलब्धि हुनु पर्यो नि त, फाइदा तदोसी नि हो। त्यो कारण चाहिँ छङमन्दनो अनुरोध सेङ्ग्रिबुला मलाई